हाम्रो भाइ गाउँबाट आएको छु। हेलो केटाकेटी के छ खबर, सबै सन्चै हुनुहुन्छ? मेरो नाम चाहिँ नरेश बोलक अनि भाइको चाहिँ शुभम थापा। अनि सबैले लाइक शेयर कमेन्ट फलो गरिदिनु होला आइडी दुमैलाई। अनि त्यसपछि हामी घरमा आएथ्यौँ, घरबाट पंखा किन्न लागि गयौँ, गाडी साडी कुदाएर हैन, पंखा हेऱ्यौँ, चेक गरेर आयौँ। अनि त्यसलाई फिटिङ गर्न लागि भन्यौँ हैन, नयाँ पंखा लग्यौँ। नयाँ पंखाको अब पढ्यो 1250 1250 भनेपछि जसको सब लिएर एकदम रेडी गरेर राख, हामी 2 मिनेटमा आउँछु भनेर हामी त्यहाँबाट निस्कियौँ। त्यहाँबाट निस्केपछि हामी जुत्ताको सोरुममा गयौँ, जुत्ता सुत्ता हेऱ्यौँ अनि चप्पल हेऱ्यौँ। हानिसकेपछि हाम्रो पंखा रेडी भएको थियो। त्यहाँबाट हामीले पंखा सङ्खाको पैसा बुझाएर टक्क त्यहाँबाट हामी निस्किहाल्यौँ। निस्केपछि हामी रुममा पुग्यौँ। रुममा पुगेपछि चेक गऱ्यो अनि राम्रो लाग्यो। अनि त्यही भएर आजको भिडियो यतिमै खतम हुन्छ। ओके, बाई बाई।